किन यो निर्वाचन आयो, संसद भङ्ग गरियो, किन संसद भङ्ग गरियो? यो स्वाभाविक निर्वाचन होइन भने यो अस्वाभाविक कसरी भयो? मैले बुझेको के हो भने एउटा राजनीतिक नेतृत्वले राज्यका कुनै पनि संयन्त्रले गरेका सम्पूर्ण कुराहरूको जस र अबजसको भागीदार हुनुपर्छ। गैँती बेल्चा बोकेर, झम्पल बोकेर, पर्खाल फोरेर आगो लगाउन पुग्दाखेरि, प्रहरीमाथि हमला गर्दाखेरि मारिए। यो कुरा चाहिँ यो चाहिँ सर्वसाधारण जसले पोलिटिक्स र राज्यको चेन अफ कमान्ड बुझेको छैन उसको लागि भनिने कुरा हो। जसले पोलिटिक्स बुझेको छ, संविधान बुझेको छ, सरकार बुझेको छ, सत्ता बुझेको छ, संसारभरिको प्रचलनहरू बुझेको छ, प्रणाली बुझेको छ, उसको लागि चाहिँ यो हास्यास्पद कुरा हो। बैंक डुब्यो भने बैंकको सिइओले जिम्मा लिन्छ कि म्यानेजरले जिम्मा लिन्छ? नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? नैतिक जिम्मेवारी लिनुपर्छ नि। मैले 24 गते जुन राजीनामा गरेँ त्यो नै नैतिक जिम्मेवारी भन्नुहोस्। तपाईले यत्रो भ्यू टावर बनाउनु भयो, यहाँ टेलिफोनको टावरको कुरा छ जनताको।